चाहिँ नेपालमा जस्तो हुँदैन है साथीहरू। हाम्रो बस पनि आउने बेलामा यहाँ क्लिक गर्नुपर्छ यसरी ट्याप गर्नुपर्छ। ओके मैले खलासी लिएर आएको छु। बिचारा यो मान्छे चाहिँ 4 दिन भरे नखाएको। यो चाहिँ नेपाली जस्तो है। Hello guys, welcome to my vlog. Hope you all are doing good. आज चाहिँ म बाहिर घुम्न जाँदैछु। म चाहिँ अस्ट्रेलियामा आएर म अहिलेसम्म बसमा ट्राभल गरेको छैन अनि आज चाहिँ बसमा ट्राभल गर्दैछु। त्यो पनि म र अर्को एकजना साथी, ऊ पनि भर्खर नेपालबाट आएको, ऊ पनि खासै घुमेकै छैन यहाँ आएर। हामीहरू दुईजना चाहिँ एक्सप्लोर गर्न गइरहेको छौँ अनि हेरौँ कस्तो हुन्छ। अब अहिलेसम्म एक्लै त्यसरी घुमेको छैन, मेरो पार्टनरसँग नै म घुमिरहेको छु। उहाँले नै लगिरहनु भएको छ जहाँ गए पनि। सो अब उहाँ पनि डराइरहनु भएको थियो एक्लै जान सक्छ कि सक्दैन भनेर। तर अब अर्को साथी पनि छ। हामीहरू दुईजना चाहिँ आज पारामाटा जाँदैछौँ। सो सपिङहरू गर्छौँ, घुम्छौँ, एक्सप्लोर गर्छौँ। सो या लेट्स गेट रेडी। आई एम रेडी टु गो एन्ड दिस इज माई आउटफिट फर टुडे। My God, यस्तो गर्मी छ आज त। मेरो साथी चाहिँ त्यहाँ अगाडि रोडमा आइसकेको छ। त्यहाँ भेट्छौँ हामीहरू अनि जान्छौँ। हावा चल्यो त। क्रस गरेर हाम्रो स्टेसन चाहिँ उतानिर छ, उता जानुपर्छ हामी। अघि सुरुमा निस्किँदाखेरि चाहिँ गर्मी लागिरहेको थियो, तर हावा चलेर ठिकै छ, हिँड्न सकिन्छ। ल हेरौँ आज कस्तो हुन्छ एक्सपिरियन्स है। अब नेपालमा त बसमा चढ्यो अनि खलासीलाई यहाँ रोकिदिनु भन्दाखेरि हुन्छ। यहाँ चाहिँ तर त्यस्तो छैन। इट्स माई फर्स्ट टाइम। हेरौँ है कस्तो हुँदो रहेछ। मेरो साथी चाहिँ आइसक्यो। हाई, म त यो बाटो भन्ठाने के। ल क्रस गरौँ। ल यहाँ चाहिँ रोड क्रस गर्ने बेलामा यहाँ क्लिक गर्नुपर्छ यसरी अनि ट्याट बज्छ अनि ऊ त्यहाँ हरियो बल्छ अनि बल्ल जान मिल्छ। रोड क्रस गर्न सफल भयो। अब हाम्रो स्टेसन चाहिँ उतानिर छ। यहाँ बस स्टप। बस ऊ यता आउँदैछ। इलारावाला। ओके, कति टाइममा आइपुग्छ? 3 मिनेट। 3 मिनटमा भ्याउँछ हामीले। यहाँ चाहिँ 4 मिनेटमा। यहाँ चाहिँ नेपालमा जस्तो हुँदैन है साथीहरू। नेपालमा चाहिँ जति बेला मन लाग्यो निस्क्यो अनि गाडी पाउँछ त्यस्तो। यहाँ चाहिँ टाइम हुन्छ। एउटा बस छुट्यो भने अर्को बस लिन 2 घन्टा वेट गर्नुपर्छ। सो टाइमको त्यति महत्त्व हुन्छ। यो भयो बस स्टेसन। तर यहाँ अर्को एउटा चाहिँ मन नपरेको चाहिँ बस स्टपमा बस्ने ठाउँ चाहिँ छैन। पानी पऱ्यो भने ओत लाग्ने ठाउँ पनि छैन। यत्तिकै यहीँ वेट गर्ने रुखको तल। हाम्रो बस पनि आयो। हामी चाहिँ बसिसक्यौँ है बसमा।
खलासी मेरो यस्तो हेर्नुपर्छ है यहाँ चाहिँ यहाँ छ ट्रेन यो यता क्रस गर्छ बिचमै ओके हामी उताबाट आउँदा यही हो बस स्टप भयो ल अब जाउँ यता होइन ल बसको सफर चाहिँ राम्रो भयो अब अर्को म्याप हेर्छौँ हामी अब 6 मिनेटमा छ अब 6 मिनटमा छ खै देखाउनुहोस् यो हेड्सोड यो हो हाम्रो म्याप ट्रिप भ्यू भन्ने बाटो चाहिँ हामी हेरेर जाँदैछौँ लेट्स गो अब 6 मिनटमा आउँदैछ त्यहाँ पुग्नुपर्छ प्लेटफर्म 1 हामी अहिले छौँ स्कफेयर स्टेसन है अस्ति हामी आउँदाखेरि चाहिँ गाडी त्यहाँ पार्क गरेर यहाँनिर पार्किङ गर्ने ठाउँ छ गाडीहरू यहाँ पार्क गरेर यहाँ ट्रेन समातेर जान मिल्छ यहाँ आइपुग्यो यो प्लेटफर्म नम्बर कति हो 1 यही हो उ त्यहाँ 1 4 ए हो कि एपै गर्न बिर्सिने साथी First stop, Quakers Hill, then Marion, left turn, then all stations ओके to ट्याप Parramatta, यही रहेछ हाम्रो then ट्रेन all चाहिँ stations to Liverpool, then कहाँ बस्ने माथि बस्छु Bloomfield. यस्तै हुन्छ क्या हेर त त्यसमा गयो भने यस्तो गर्नुपर्छ ए यो त ए ओके मिल्छ यस्तो गरेर राख्नु ओके यस्तै हुन्छ क्या अब बस चाहिँ ट्याक्क आउने जाने हुन्छ नि यो चाहिँ कुरेर बस्छ क्या ए ओके अनि 1 4 भनेपछि 3 मिनेटमा जान्छ यही नै हो यही हो भने होइन उसले यहाँ चाहिँ ट्याप गर्ने ठाउँ वे आउट यतै हो यता 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 Head towards Church Street. ए वे आउट पनि भेटायो हामी गर्ने भनेर पछि ट्याप आउट गर्न के खोजेको चाहिँ गर्नु यहाँ छ ट्याप आउट गर्ने ठाउँ Western Highway, A44. $4 काटेछ झन्डै 5 3.34 सफलतापूर्वक निस्केको छौँ अब एक्जिट गर्ने ठाउँ उता हेर न एक्जिट 1 एक्जिट 1 एक्जिट 3 भयो हामी कहाँ जाने हामी कहाँ निस्किने भनेको अनि त्यसमा हेरेर अनि वेस्टफिल्ड उता लेखाएको छ त हेर त आइपुग्यो हामी बसहरू लिन यता जाने उता बसहरू लिने चाहिँ सुरु भयो पसलहरू ल कता यता हो सुरु भयो ल ए यहीँबाट हो ओके यहीँ हो यही देखाउनु माथि माथि building ए हो ए तल्ला तल्ला ल यहाँ त चराहरू पनि यसरी मजाले आएर भने आनन्दले रेस्टुरेन्ट अहिले अब भर्खरै खाना खाएको होइन अब पहिला बेजल चिकन
यहाँ सेल लागिरहेको रहेछ त्यहाँ चाहिँ स्पेक्सेभर्स स्पेक्सेभर्स मैले नेपालमा सुनेको थिएँ यार त्यो चाहिँ म्याकडोनल्ड्स होइन हो केएफसी हामी यता चाहिँ फुडहरू रहेछ होइन सिनेमाज एन्ड रेस्टुरेन्ट ट्रेन्स एन्ड बस रेस्टुरेन्ट माथि जारा कता माथि छ लेफ्ट साइड बस्छ लेफ्ट साइड हामी सेकेन्ड फ्लोर आइसक्यौँ फर्स्ट फ्लोरमा चाहिँ तल ग्राउन्ड फ्लोरमा चाहिँ फुडहरू थियो अनि अब यता चाहिँ अब बल्ल सपिङ गर्नु ए ओके यहाँ के रहेछ इयरिङ्सहरू हेर्ने हो क्लिपहरू 40% अफ Excuse me. पे गर्नु उता अगाडि होला यहाँ चाहिँ पेमेन्ट गर्ने भयो ल दुईचोटि भयो ओके points 5 select payment type cash six अनि 60 7 भयो 5 6 7 फेरि आउँछ ओके यो हो त्यो दुईटा राख हाम्रो फर्स्ट नेपालको साँच्चैको होइन ल हाम्रो पानी गयो टाउको चिलाउनमा होइन स्क्रब गर्ने ल ओके ल हुन्छ या सुज भनेको सुज देखेन अब हामी जारामा छिर्दैछौँ हेरौँ सेल छ भने मात्रै टी सर्ट किने उयो गर्ने यो चाहिँ जाराबाट आउट भइसकेको छ रेस्टरुम ल ओके म चाहिँ एउटा टी सर्ट किने अब हामी सुज हेर्न जान्छ होइन हिल्सहरू हिल्स हेर्न जान्छौँ त्यस पछाडि के खान्छौँ अनि हामी जान्छौँ होला ए यहाँ रहेछ हिल्सहरू ल हामी वेस्टफिल्डबाट निस्किरहेछौँ अब हामी बाहिर जान्छौँ यहाँ खासै उसको साइजको हिल्सहरू पाएन 16 मिनट वक चट्काज ह्यारिस पार्क रेस्टुरेन्ट होइन सँगसँगै लेट्स गो
Okay, let's go to Harris Park now. Okay. हामी यहाँबाट निस्क्यौँ अब यताबाट रोड क्रस गरेर जानुपर्छ. कार पार्क गर्ने ठाउँ. अब हामी यताबाट जानुपर्छ. Turn left onto Parks. अब 4-5 मिनटमा हामी पुग्छौँ ह्यारिस पार्क. चटकाजमा पुग्यो. लिटिल इन्डिया भनेर पनि चिन्दा रहेछ होइन. Head towards Kendall Street. Yes. India. Little India. कस्तो भइरहेछ त एक्सपिरियन्स? रमाइलो भइरहेछ मलाई पनि. तिम्रो त यो सेकेन्ड टाइम होइन एक्लै निस्केको? मेरो थर्ड टाइम हो. मेरो चाहिँ फर्स्ट टाइम हो. रमाइलो भइरहेछ. त्यो सकिँदो रहेछ है. सकिहाल्छ नि. फोन गरेर लिन आउनु भएको इन्डिया. द साडी सप. यहाँ चाहिँ यस्तो स्ट्रिट फुडहरू जस्तो रहेछ. यो चाहिँ नेपाली जस्तो है. के पानीपुरी, ससेज, मोमो त्यस्तै त्यस्तै खाने. हो ओके. हामी चाहिँ यहाँ मोमो चामा आएको छौँ. अब हामी मोमो, पानीपुरी, लाफिङ ससेजहरू ट्राई गर्छौँ. हजुर ए के अरे हामीलाई चाहिँ एउटा चिकन मोमो स्टिममा अनि त्यस पछाडि एउटा पानीपुरी मोमो चाप अनि एउटा भने 2 पिस आउँछ है. पुग्छ चिकन अनि लाफिङ अनि एउटा लाफिङ मिक्स. कति टाइम लाग्छ? ए पहिला पे गर्नुपर्छ कि एकछिनमा? ए हामी ल बाई बाई. Wow, the food is here. पानीपुरी ससेज कत्रो ठुलो ससेज हौ. म लिएर आउँछु. ससेज ट्राई गरौँ. ऊ त्यो पिरो अचार पनि खोल्नु. पिरो छ जस्तो छ त्यो हो. मिठो हो है. यसको यो पुरी पनि कस्तो क्रन्ची रहेछ है. अमिलो पिरो ठिक्क छ है. टक्क छ.
हाम्रो नेक्स्ट मोमो एन्ड लाफिङ लाफिङ ट्राई गरौँ सबै फुट्यो यार This is not bad. Let's try. मिर्च है मोमो कस्तो लाग्यो मिर्च है कति भयो खोज्दा 1.5 वर्ष भयो 1.5 वर्ष राम्रो गरिरहनु भएको रहेछ ब्लग बनाएको कति राम्रो फेरि हामी आइपुग्यौँ चटकाजमा अहिले यत्रो फेरि बाटोमा होइन यहाँ चटकाजमा चाहिँ हामी टेक अवेको लागि आएको छौँ बिरयानी हामी चाहिँ वेट गरिरहेछौँ हाम्रो खानेकुरा लिएर अनि घर जाने अब चाहिँ आजको टुर हाम्रो यहीसम्म मात्रै हो बिचारा यो मान्छे चाहिँ 4 दिन भरे नखाएको यहाँबाट यसरी हेर्दैछ म उसलाई के खुवाइदिनु पर्ला समोसा किनेर खुवाइदिनु पर्ला कति दिन भयो नखानु भएको 4-5 दिन अस्ट्रेलियाको सडकमा भौतारिँदै यही सु यस्तो भयो त घसेर अब होइन बसेर डलर माग्छु भने यस्तो खाना चाहिँ खाने नै हो क्या मागेर भए पनि खाइन्छ होइन नो फादर मदर $1 के गुड जब किप इट अप ल हाम्रो प्याकिङ पनि भयो आफ्टर अ लङ वेट अब हिँड्नु छ त्यत्रो अब हिँड्नु छ हिँड्दा समोसा खाइदिन्छु बाटोमा होइन ल ठिक छ लेट्स गो यो भयो पारामाटा स्टेसन यस 13 मिनेटको काम छ अब 13 Skateboards or scooters on the concourse or platforms is not allowed. यो होइन त्यसो त्यहाँ बस्छौँ ल बसिहाल्यो नि
सानो बजार अब हामी गाउँ जाँदैछौँ त्यहाँबाट फेरि हामी बस चढ्नुपर्छ मार्सेडन पार्क पुरा ऊ चाहिँ अब मास्टर पार्कमा इन्जिनहरू बढ्नु भएर होइन चटकासको फ्लेभर आवाज सुनाइदिएको रहेछ कस्तो बास्ना थियो। टायर्ड म चाहिँ पछाडिको टाउको धुएछ भने पछाडि सुन्नु न पछाडि त कोही छैन अर्को टाउको धुएको छ क्या हो क्या ओके अब हामी त्यहाँबाट फेरि बस चढेर फेरि जानुपर्छ अनि तपाईँहरूलाई अर्को कुरा चाहिँ के भन्न चाहन्छु भन्दाखेरि के भन्न चाहन्छु तपाईँहरूले आज यति होइन तपाईँहरूले दुईवटा कुरा चाहिँ अस्ट्रेलिया आउँदाखेरि स्टुडेन्टहरूलाई पनि काम लाग्छ गुगल म्याप र ट्रिप भ्यू यो दुईवटा चाहिँ डाउनलोड गर्नु होला तपाईँहरूलाई ट्राभल गर्न चाहिँ सजिलो हुन्छ गुगल म्यापमा चाहिँ बस र ट्रेनहरूको टाइमिङहरू सबै देखाएको हुन्छ ट्रिप भ्यूमा पनि देखाएको हुन्छ ट्रिप भ्यूमा चाहिँ तपाईँलाई हरेक रोडहरूको स्ट्रिटहरूको बारेमा त्यो नामहरू थाहा हुनुपर्ने हुन्छ अनि त्यो चाहिँ गाह्रो हुन्छ नि त त्यही भएर गुगल म्याप सजिलो हुन्छ तर ट्रिप भ्यू र गुगल म्याप दुइटा नै डाउनलोड गर्नुभयो भने चाहिँ इट विल बी इजियर फर यु अनि ट्रिप भ्यूमा पनि दुइटा छ एउटा ट्रिप भ्यू एउटा ट्रिप भ्यू लाइट अनि ट्रिप भ्यू लाइट चाहिँ पैसा तिर्नु पर्दैन ट्रिप भ्यूमा चाहिँ पैसा तिर्नु पर्छ हामी ओर्लिसक्यो अब के गर्ने हो बस आइस आउँछ ट्याप गर्न नबिर्सिनु होला है ट्याप गर्न कति फाट्यो फटाहरू हेर है त ओ नो के भयो तपाईँको गर्नु त तल जस्तो The train on platform 1 goes to थ्याङ्क यू First stop 6.20 काट्यो यस है अघि त कति काटेको थियो 4 अहिले यो ठ्याक्क पिक आवर भएर चाहिँ अलिकति फाट्दो रहेछ यस फाइनली हामी घुमेर आइपुग्यो सेफली झन्डै नहराएको झन्डै है हामी त बस कुरेको कुरै त्यो ठाउँ थाहा नभएर अब उता जान्छ लास्ट स्टेसन होइन Okay, now I think I'll end my today's vlog. We had lots of fun. See you in my next vlog. Keep watching. Please like, comment, and subscribe. Yeah. Bye.